गाउँमा पानी लगाने गरे यो कति 25 किलो पानी कहाँ गइरहेछ। हेलो साथीहरू, नमस्कार सबैजनालाई। आज पुसको 29 गते होइन, आजबाट महोत्सव चालु छ। के गर्ने, हेर्न जाने भनेको। हेर्नुहोस् न, यहाँ अब यहाँ गाउँमा पानी लगाने गरे यो कति 25 किलो क्रस गरे यो के अरे पाइप गाउँमा पानी लगाने भनेको। यहाँ उठाउन कम गाह्रो हुने हो। 25 किलो उयो मेरो यहाँमै। ल हामी जानु पर्यो, त्यहाँ ढिलो भइसक्यो। पहिले अगाडिबाट अगाडिबाट यता पनि मेरो फुल। अब पानी लगाउनु पर्यो, के गर्ने। महोत्सव हेर्न जान भनेको यस्तै भयो। आज फेरि लन्डन ब्रिज हेर्न जानु भनेको गाइज। सपना रहेको, के गर्ने। गाह्रो छ, के गर्ने। सोचे जस्तो हुन्न जीवन भने जस्तै हो। दुखीको भाइ पाइप पनि यहाँ बिचरा हिँड्ने पनि होइन यार। गिऱ्यो भने अलिक चिप्लेर बङ्गलुङ्गै। ओहो, अति गाह्रो छ अति। यहीँ राखिदिउँ कि बिछाउँदै ल्याउने? यहाँबाट लैजाने बिछाउँदै यहाँबाट हालिदिउँ। ओहो, मलाई कम आपत भयो होला। मलाई यत्रो पाइप उठाउनु 25-30 किलोको छ यो पाइप। बहुत भारी बा। हुन्थे म आज पेट वहाँ पुग जाए वो वाला पटीराम के वहाँ। लास्ट तक। हाँ, लास्ट में पुग गए। रिटर्न में हाँ हैरान लागत। ल गाइज, एक्लै छु म। पानी लगाउँदैछु गाउँमा होइन। कहिले पो लाग्ने हो। अब त्यो लाइनको अलि होला जस्तो भइसक्यो। अब यो लाइनको पनि भइसक्यो होइन। अब दुईवटा लाइनको छ। यो कहिले पो हुने हो थाहा छैन। योमा त भागेको छैन, अझ आउँदैछ पानी है। थोडा अब हल्का हाल्नुपर्छ क्या। फेरि एकैचोटि हाल्यो भने यता फेरि यो खल्लामा पानी पछि फाल्नुपर्ने हुन्छ धेरै भएर होइन। त्यही भएर त्यहाँदेखि यस्तै अब त्यो लाइनमा गरेर यो लाइनमा ल्याउँदैछु। अब छिटो सकिन्छ। छिटो सक्यो भने हाम्रो पालो जान्छ। अनि त्यहाँ पल्तिर अङ्कलहरूको छ, अङ्कलहरूले लगाउने अरे हाम्रो पछि। ठिकै छ, के छैन। पाइप चाहिँ उठाउन गाह्रो हुने हो। राति अब कहिले उहाँहरूको त राति नै पर्छ होला, हाम्रै पर्ला जस्तो भइसक्यो होइन। अहिले कति भइसक्यो, लगभग हजुरहरूको ठ्याक्कै भन्नुपर्दाखेरि हजुरहरूको 4 बजिसक्यो। म एक्लै छु यहाँ, के गर्ने। पानी यहाँ उचाल कताबाट खेतै नराम्रो छ क्या गाइज। अल्को होचो छ। कताबाट कता पानी जान्छ मलाई त थाहा पनि हुन लाग्छ छैन होइन। यो अल्को होचो छ। कताबाट कता पानी जान्छ मलाई त थाहा पनि हुन लाग्छ छैन होइन। यो एक त फेरि गाउँहरू ठुलो भइसक्यो, थाहै हुँदैन क्या। म त पानी लगाउँदा थाकिसकेँ गाइज। यो कहिले भरिने हो। 1:30 बजेबाट 1:45 मिनट भएको थियो, 1 बजेर। त्यति बेलाबाट यहाँ चराको पानी अहिलेसम्म हेर्नुहोस् न। के भने 4:30 भइसक्यो, अहिलेसम्म भएकै छैन क्या। यो पानी कहाँ गइरहेछ भन्ने समझमा आएको छैन मलाई। कति कराएको होला यो कहाँ पनि। आज एक त महोत्सव जाम्ला हेरौँला, लन्डन ब्रिज भन्ने यसो हेरौँला भनेको थिएँ। फोटो खिचौँला भनेर सोचेको। अब यहाँ पानी लगाउन गाउँमा ठिक्कै भयो। आज दिनभरि नुहाउन पनि पाइएन। नुहाउँला भनेको दिमाग खराब भइरहेछ। अब कहिले सकिने हो। अब हेर्नुहोस् न, यत्रो यो अझ बाँकी छ क्या। अब हेर्नुहोस् है, यहाँ
हजुरहरूलाई देखाउँछु। यो भाग भयो भनौँ अब उता लाइनको छ अझ बाँकी त होइन, तर यतातिर अझ यो चोखै छ क्या। यहाँ पानी बल्ल बल्ल पुगेको छ है, हेर्नुहोस् होइन, बल्ल बल्ल पुगेको छ। अझै यो ओइराको त ऊ त्यहाँनिर अझ अल्को भएर त्यहाँ पुग्नै बाँकी छ। अनि त्यहाँ नपुगे यतातिर कसरी काट्ने, यहाँ तनाव भइसकेको छ। कसरी गर्ने होला त, म त यहाँ रात पर्छ क्या आज, दिनभरि यता बस्दा बस्दा मलाई त झ्याउ पनि लागिसक्यो। यो अब साथीहरू कोही छैन, यो कौवाहरू छ, कौवा कहाँ 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 गरिरहेछन् यिनीहरूको। अनि एउटा बकुलाहरू छन् ऊ त्यहाँ हेर्नुहोस् होइन, यहाँ ऊ खाइरहेछन् क्या बकुलाहरू, त्यहाँ टाउको देखाइरहेछन्, यी उडिरहेछन्, कोही यहाँ टाउको देखाइरहेछन् होइन। यिनीहरू हुन् साथी भनेको मेरो, अरू त कोही छैन, एक्लै छु। हेर्ने पानी होला जस्तो छैन। ऊ त्यहाँ आन्टी आइसक्नु भयो, पानी नै पुगेको छैन। अब के गर्ने, दिमाग खराब भइसकेको छ यहाँ, कहिले सक्नु होला। अब हाम्रो पानी लगाउने कार्यक्रम पनि सक्यो होइन, सबै अब डाँडान यहाँ अब उताबाट खोल्दैछ, यहाँ आउँछ होइन। अहिले यहाँ भरिएको छैन, उताबाट आउँदैछ, भरिन्छ, घामधुम भइसक्यो। अब हुन्छ त गाइज, आजको दिनभरिको काम यही हो। घाम पनि डुबिसक्यो होइन, 6 पनि बज्न आँटिसक्यो। हुन्छ त गाइज, अब आजको यो भिडियो मेरो हेरेर तपाईँहरूले साथ सपोर्ट दिनु होला, माया दिनु होला होइन, मलाई माया गरिदिनु होला भन्न चाहन्छु। ओके बाई गाइज। फेरि हेर्नुहोस् हाम्रो दिदी पराल तान्दै होइन। बाई गाइज।